साथीहरूलाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। म हजुरहरूकै साथी राममाया त्रिपाठी कथाहरू सुनाउने क्रममा आज पनि मैले एउटा रोचक र नयाँ कथा लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु। आउनुहोस् कथा सुरु गरौँ। आजको कथाको शीर्षक छ नदेखिने कपडा। एका देशको कथा हो। एका देशमा एउटा मूर्ख राजा थिए। ऊ राम्रा र भला कुरा भन्दा पनि आफ्नो तारिफ र प्रशंसाको कुरा मात्र सुन्न रुचाउँथे। उसले आफ्नो प्रस्तुति गाउने, त्यसलाई धन सम्पत्ति, जग्गा जमिन, मान पदवी र तदक पनि दिन्थ्यो। जसले भलो हुने सत्य कुरा भन्थ्यो त्यसलाई चाहिँ झुन्ड्याउने, मार्ने, जेल हाल्ने, देशबाट निकाल्ने आदि गर्दथ्यो। त्यसले उसका भाइ भारदार र मन्त्रीहरू सबै झुट्टा र खुसामती भएका थिए। सबैजना उसलाई खुसी पार्ने, रिझाउने मात्र कुरा गर्थे। भलो हुने र राम्रो कुरा गर्दैनथे, किनकि राम्रा कुरा गर्न उसलाई मनै पर्थेन। कतिसम्म भने उनीहरू जसलाई हजुरभन्दा ठुलो ईश्वरै छैन, हजुर नै पृथ्वीको अवतार लिएर भगवान हुनुहुन्छ भन्थे। यसरी मतलबी खुसामती र मन्त्री भारदारका यस्ता रात दिनका झुट्टा प्रशंसा र चाकरीले गर्दा राजाको बुद्धि झन्झन भ्रष्ट हुँदै गएको थियो। ऊ म साँच्चीकै ईश्वर नै हुँ भन्ठानेर रात दिन जनतालाई पूजा र स्तुति गराउन लाउँथ्यो। जनता पनि कोही लोभले र कोही डरले गर्दा बिस्तारै मतलबी र खुसामती बन्दै गएका थिए। उनीहरू जे भन्दा र गर्दा राजा खुसी हुन्छन् त्यही गर्न मन्जुर थिए र त्यसै गर्न थालेका थिए। एकपल्टको कुरा हो, त्यस मूर्ख राजाको मनमा म संसारको सबैभन्दा ठुला ईश्वर हुँ, त्यसैले मैले लगाउने पोसाक पनि कसैले नलाएको जस्तो हुनुपर्छ भन्ने लागेको रहेछ। त्यस्तो मनमा पर्नासाथ उसले झ्याली पिटाउन लगाए। हाम्रा राजा सबैभन्दा ठुला भएकोले राजाका लागि कसैले नलगाएको, कसैले नदेखेको पोसाक आवश्यकता परेको छ। त्यस्तो पोसाक तयार गरी ल्याउनेलाई धन दौलतले खेलो गराइदिनेछ भन्दै झ्याली बिटाए। तर यस्तो अमूल्य र संसारमा नभएको पोसाक कसले ल्याउने? कसैले पनि सक्छु भनेर अगाडि सर्न सकेन। अनि त्यो कुराले झ्याली विदेशसम्म पिटाइयो। छिमेकी देशमा एउटा बडो चङ्खे जुला, जबकि लुगा सिलाउने मानिस थियो। उसले पनि राजाको झ्याली सुन्यो। उसले मूर्ख राजालाई ठग्ने मौका यही हो भन्ने विचार गर्यो। अनि ऊ त्यस राजा सामु आएर हात जोडेर भन्यो, सरकार, हजुरको मन मासिपको म पोसाक र तयार पार्न सक्छु, तर सरकारले मैले भने जस्तो सामान झिकाइदिनु बक्सनु पर्छ। लौ, मानिसले जे भन्छ त्यही सामानले झिकाइदिनु, खर्चको विवाद नगर्नु भनेर राजाले आफ्ना मन्त्रीहरूलाई हराए। मन्त्रीहरू पनि देशको सम्पूर्ण ढुकुटी रित्ताएर जुलाले भने जस्ता सामानहरू झिकाइदिए। अनि जुलाहालाई दरबारका एउटा कोठामा बसेर काम गर्नु भनी अराएर एउटा कोठा पनि दिए। जब जुलाहा दरबारको त्यस कोठामा बसेर महिना दिनसम्म यो चाहियो त्यो चाहियो भन्दै करोडौँको सम्पत्ति धुत्तै आफ्नो घर विदेश पठाउन थाल्यो, महिना दिन पछि उसले राजालाई खबर पठायो, महाराज, पोसाक तयार भयो, हेर्न आइबक्सोस्, सवारी होस् भन्दै खबर पठायो। राजा खुसी भएर आफ्नो मुख्य भारदार र रानी मन्त्रीसँगै जुलाहाको कोठातिर गए। तर कोठामा पस्नु अघि नै जुलाहा त्यहाँ हात जोडेर बिन्ती चढायो, सरकार, पोसाक नजर हुन भन्दा पहिले एउटा कुरा विचार हुनुपर्छ। राजाले भने, के कुरा? महाराज, त्यो लुगाको महत्त्व देख्नमा मात्र छैन कि बरु यसले त मूर्ख र आफ्नो काममा अयोग्य मानिसहरूलाई चिन्न पनि सहयोग गर्छ।
किनभने मूर्ख र अयोग्य मानिसले लुगा देख्न सक्दैन। जुलाहाले बडो नम्र भएर भन्यो। ठिक छ, राजाले भने। अनि सबैको साथमा कोठाभित्र पसे। कोठाको एक छेउमा एउटा लुगा बुन्ने तान थियो। तान खाली थियो। कोठामा लुगा कतै थिएन। जुलाहाले त्यही एउटा टेबल मुनि देखाउँदै भन्यो, महाराज, नजर होस् त, यस्तो पोसाक संसारमा कसैले तयार गर्न सक्दैन। मैले मात्र तयार गरेको छु। म सरकारलाई आफ्नै हातले पहिराउन चाहन्छु। राजाले रित्तो तानेर रित्तो टेबलमाथि पोसाक कतै देखेनन्। तर उसले आफू मूर्ख र अयोग्य भइन्छ भन्ने डरले गर्दा मैले देख्नै सकिनँ भन्न पनि सकेनन्। उनको भारदार मन्त्रीहरूतिर हेरे। भारदार मन्त्रीहरू त खुसामती छँदै थिए। उनीहरूले पनि सच्चा कुरा भनेनन्, किनभने देखिन भन्दा आफू मूर्ख पनि ठहरिने र राजा पनि रिसाउने कुरो छ। ती भारदारहरूले आफ्नो मूर्खता ढाक्नका लागि भने, हो सरकार, यस्तो पोसाक त हामीले सपनामा पनि देखेका थिएनौँ। कस्तो अद्भुत पोसाक रहेछ। जुलाहाको अगाडि सरेर राजालाई बिन्ती चढायो, सरकार, अब सरकारबाट सबै पोसाक उतारी बक्सियोस्। एउटा कट्टु मात्र पहिरी बक्सियोस्। म सरकारलाई दैविक पोसाक पहिराउँछु। जुलाहाको कुरा टुङ्गिन साथ बैठकेले राजाको आङमा लुगा उतारेर कट्टु मात्र छोडिदियो। जुलाहाले टेबलबाट लुगा झिके जस्तो गरेर राजालाई लगाइदिए जस्तो गर्यो। अनि उसले हात जोडेर भन्यो, महाराज, आहा, क्या सुहाएको, साक्षात् देवता राजा जस्तै इन्द्र जस्तै हुनुहुन्छ हजुर। अब सरकारबाट यही पोसाकमा सहर घुमेर देशवासीलाई दर्शन गरिबक्सनुपर्छ। राजाले के भन्नुहोस्, पोसाक आफैले नदेखेको होइन, तर सबै एकै स्वरमा भन्छन् पोसाक निकै राम्रो छ। अनि उसलाई पनि राम्रो लाग्यो। उसले आफ्नो पोसाक लाएको छ, त्यसैले ऊ प्रजाहरूसँग दर्शन दिनुपर्छ। राजा आफ्नो नयाँ र अनौठो पोसाकलाई रैती दुनियाँलाई दर्शन दिन सारा लावा लस्कर र मन्त्री सवारी गरी अरू भाइ भारदार पछि लाएर घोडामा चढेर निस्क्यो। त्यसै मौका पारेर छट्टु जुलाहा सम्पत्ति लिएर भाग्यो। राजा अनौठो पोसाकमा निस्केका छन् भन्ने सुनेर मानिसहरू तछाड मछाड गर्दै धम्का धम्की मुक्का मुक्की गर्दै सकेसम्म राम्रो ठाउँमा रोजेर उभिएर बसे। बलियाहरू सडकमा दायाँ बायाँ उभिएका थिए भने बुढापाकाहरू निर्धा दुब्ला आइमाई केटाकेटी भने बलियाले छोडेको ठाउँमा एक छेउ लाएर उभिएका थिए। राजा सर्वाङ्ग नाङ्गो एउटा कट्टु र राजमुकुट मात्र लाएर घोडामा सहर बजारमा निस्क्यो। ऊ अद्भुत नाङ्गो रूप देखेर सारा प्रजाहरूको आश्चर्यले हेर्न थाले। तर मूर्ख भइने डरले राजालाई नाङ्गो भनेर कसैले पनि भन्न सकेनन्। मनमा भने गिल्ला गरेर ताली बजाए। तर राजाले जब बिल्ला गरेको कुरा बुझ्दै या बुझेनन्। ओहो, मेरो प्रजा मेरो कति भक्ति गर्दा रहेछन्, मेरो दर्शन गर्न कति खुसी भएर उभिएर भन्ने ठानेर ऊ झन् मक्ख पर्यो। तर त्यही जनताको भिडमा आमाको पछि लाएर एउटा 5 वर्षे बालक पनि आएको रहेछ। उसले राजाको घोडामा चढेर नाङ्गै आइरहेको राजालाई देख्दा अचम्म मान्दै आमासँग भन्यो, आमा आमा, आज राजा किन नाङ्गै घुमेर निस्केका हुन्? के भनेको? आमाले डरले छोरालाई आफ्नो खोकिलामा लुकाउन खोज्दै भनिन्। तर राजालाई त्यसो भन्नुहुन्न नि, जिब्रो थुदिन्छन् नि बाबु भन्दै छोरालाई सम्झाउन थालिन्। त्यसो भए किन राजा घोडा चढेर नाङ्गै हिँडेको त? 5 वर्षे बालकले कुनै डर थिएन। ऊ सत्य बोल्न बाहेक झुटो बोल्न खुदाउन म जान्दैन थियो। त्यसैले ऊ जिद्दी गरेर भन्यो, हेर्नुहोस् त, राजा त नाङ्गै छन् आमा, हेर्नुहोस् न हेर्नुहोस् भन्दै आमालाई देखाउन थाल्यो। राजा त्यति बेला सबै ठाउँमा पुगिसकेका थिए। बालक र आमा चाहिँको कुरा सबै राजाले सुने। ऊ झसङ्ग पनि भए।
राजाको मनमा कुरा खेल्न थाल्यो। अरू त डरले लोभले झुटो बोल्न सक्छन्, तर बालकलाई त किन झुटो बोल्नुपर्छ र? उसलाई न त कसैको डर न त कसैको लोभ नै हुन्छ। त के साँच्चै म नाङ्गै छु त? के मेरो शरीरमा पोसाकै छैन त? भएदेखि बालकले किन नदेखेको त? देख्नु पर्ने हो भन्दै राजाले सोचे। यस्तो मनमा परेपछि राजाले तुरुन्त सवारी फर्कने हुकुम दियो। राजा फरक्क दरबारतिर फर्के र दरबारमा पुगेर ऐना अगाडि उभिए। नभन्दै उनी त सर्वाङ्ग नाङ्गै थिए। आफू मूर्ख भएको नदेखिएको हो कि भन्ने ठानेर उसले सबै जिउ छामेर हेरे। त्यहाँ त के को पोसाक हुनु र? जिउ नाङ्गै थियो। उसलाई जुलासहित सबै भाइ भारदार मन्त्री रानी समेत झुटो बोलेर नाङ्गै सहर घुमाएका थिए। यति कुरा छर्लङ्ग हुनासाथ राजाले त्यस फटाजुलालाई खोजे, तर ऊ त विदेश गइसकेको थियो। किन बसिरहन्थ्यो र? सारा सम्पत्ति विदेशीको ढुकुटीमा पुर्याइसकेको थियो, तर अरू चाहिँ भागिसकेका थिएनन्। राजाले ती सबै पक्रेर जेलखालमा हाले अनि आफू गतिला मानिसको साथ लिएर राज्य गर्न थाले। यो सब मेरो घमण्डले गर्दा रहेछ। अबदेखिबाट म यो घमण्ड आजैबाट त्याग्छु। सबै भाइ भारदार मानिसहरूसँग मिलेर बस्न खोज्छु र मिलेर बस्छु भन्दै उनी आजबाट सुध्रिने बाचा गरे र कथा सकियो। साथीहरू, आजको कथा हजुरलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव छन् भने दिन अवश्य नबिर्सनुहोला। यदि मेरो च्यानलमा हजुर नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि नयाँ कथा लिएर हजुर समस्त उपस्थित हुनेछु। अहिलेलाई बिदा हुन्छु। कथा सुनिदिनु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद।